हेलो साथीहरु नमस्कार। आज फेरि कोरियाको एउटा सुन्दर पार्क देखाइरहेका छौं। यहाँ सबै साथीहरु नजिकका सबै साथीहरु भेला भएर अति सुन्दर पार्क। अहिले गरम पनि लगभग शीतल भइसकेको अवस्था, यो साँझको अवस्थाबाट तपाईहरुलाई सुन्दर पार्क देखाउन गइरहेको छ। यस्ता पार्क चाहिँ कोरियामा हजारौं लाखौं कुना काप्चा सबैतिर यस्ता सुन्दर पार्कहरु छ। यो पार्क चाहिँ हामी बिहान पनि बेलुका पनि राति पनि जतिखेर पनि यही पार्क चाहिँ आइरहेको हुन्छौं। यति राम्रो छ, यति सुन्दर छ। यो पार्क चाहिँ हामी यति घुम्छौं कि दिनमा बिहान पनि बेलुका पनि राति 12 बजे पनि यही पार्कमा हिँडिरहेको हुन्छ। यति आत्मीयता बढेको छ यो पार्कसँग। लाग्छ कि हामी नेपालीहरु कोरियाको यो पार्क घुमेर नेपाल गइसकेपछि मरेपछि पनि आत्मा पनि यही पार्कमा घुमिरहन्छ जस्तो भान हुने स्थिति, त्यतिसम्म आत्मीयता गाँसिएको छ यहाँको पार्कहरुसँग, सुन्दर ठाउँहरुसँग। मैले चाहिँ अब कोरियामा भएका सबै पार्कहरु चाहिँ तपाईहरुलाई देखाउनका लागि सोचेको छु। आइन्दाका दिनमा पनि सबै कोरियामा भएका, कोरिया भरिका सबै पार्कहरु चाहिँ कस्तो कस्तो हुन्छ, कसरी बनाउन सकिन्छ, नेपालमा पनि जनश्रमबाट पनि कसरी बनाउन सकिन्छ, सबै गाउँले सबै एउटा श्रमदान अभियान चलाएर कसरी बनाउन सकिन्छ भन्ने चाहिँ म तपाईहरुलाई देखाउँछु। यो पार्क साधारण तरिकाले हामीले जनश्रमबाट सबैले बनाउन सकिन्छ, ठुलो बजेटै चाहिँदैन। यस्तो सुन्दर पार्कहरु छ। यस्तै भिडियोहरुको यस्तै पार्कहरु तपाई हेर्न चाहनुहुन्छ भने, कोरियामा कस्तो कस्तो ठाउँ छ त त्यो हेर्न चाहनुहुन्छ भने फलो गर्नु होला, कमेन्ट गर्नु होला। तपाईलाई कस्तो कोरिया कस्तो ठाउँ चाहिन्छ, अग्लो महल चाहिन्छ कि एकदम चिल्लो बाटो चाहिन्छ कि कस्तो भिआइपी होटलहरु चाहिन्छ कि यस्ता सुन्दर पार्कहरु तपाईलाई मन पर्छ, कस्तो खालको मन पर्छ तपाईले कमेन्ट गर्नु होला। म त्यसको लागि भिडियोको लागि तपाईको लागि तयार छु। ल